येशू ख्रीष्टको नाममा जय मसीह। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मैले मर्कुसको पुस्तकको बारेमा केही कुराहरू तपाईहरुको माझमा भन्न गइरहेको छु। कुनै पनि पुस्तक पढ्नु अगाडि चाहिँ त्यो पुस्तकको बारेमा जान्नु चाहिँ एकदमै जरुरी छ। कुन सन्दर्भमा लेखेको थियो अनि कसले लेखेको थियो अनि के कारणले लेखेको थियो भन्ने बारेमा चाहिँ मैले यो भिडियो बनाइरहेको छु। हामीले कुनै पनि पुस्तक पढ्नु अगाडि चाहिँ त्यो पुस्तकको बारेमा जान्नु चाहिँ एकदमै जरुरी छ। किनभने हामीले त्यो अगाडिबाटै जान्यौं भने चाहिँ पढ्दै गर्दा चाहिँ हामीलाई सजिलो हुन्छ। सबैभन्दा सुरुमा मर्कुसको पुस्तक चाहिँ मर्कुसले नै लेखेको थियो। मर्कुसलाई चाहिँ हामीले यूहन्ना भनेर पनि चिन्ने गर्छौं। अनि मर्कुस चाहिँ को थियो भन्दाखेरि बर्नाबासको बहिनी मरियमको छोरा थियो। अनि उसले चाहिँ पावल, पत्रुस अनि बर्नाबासलाई चाहिँ अनि सेवाकाई गर्दै गर्दा चाहिँ धेरै सहायता पुर्याएको थियो। अनि ऊ चाहिँ 12 जना चेलाहरू मध्ये एक थिएन, तर पनि उसले चाहिँ पत्रुसको सहायतामा चाहिँ यो मर्कुसको पुस्तकलाई चाहिँ लेखेको थियो। हामी सबैलाई पत्रुस त थाहा छ। पत्रुस चाहिँ एकदमै चलाक, एकदमै धेरै बोल्नुपर्ने व्यक्ति थियो। अनि पत्रुस चाहिँ परमेश्वरको चेला पनि थियो। अनि त्यति बेला चाहिँ मर्कुसले चाहिँ कसरी उसलाई चाहिँ सहायता गरेको थियो भन्दाखेरि चाहिँ त्यो समयमा चाहिँ रोमीहरूले चाहिँ एकदमै शासन गरिरहेको समय थियो। अनि सुसमाचारको कुराहरू, परमेश्वरको कुराहरूलाई गर्न त्यति सजिलो थिएन। अनि पत्रुस चाहिँ एकदमै स्ट्रेट फरवर्ड पर्सन भएको कारणले चाहिँ मर्कुसले चाहिँ उसलाई चाहिँ त्यो लेख्नदेखि लिएर सुसमाचारको कुराहरूमा चाहिँ अघि बढ्न चाहिँ अनि त्यसलाई ट्रान्सलेसन गर्ने कुराहरूदेखि लिएर धेरै कुरामा चाहिँ मर्कुसले चाहिँ पत्रुसलाई चाहिँ सहायता गरेको चाहिँ हामीले चाहिँ थाहा गर्न सक्छौँ यो पुस्तकमा चाहिँ। अनि हामीलाई थाहा छ रोमन्सहरू चाहिँ कस्तो हुन्छ भने उनीहरू चाहिँ एकदमै काममा मात्रै ध्यान दिने, हैन, काम मात्रै गर्ने, एकदमै मेहनती त्यस्तो टाइपकोहरू हुन्छ नि। येशू ख्रीष्ट चाहिँ एउटा मिश्रीहरूको लागि मात्रै नभएर चाहिँ उहाँ चाहिँ सारा संसारको लागि चाहिँ आउनुभएको हो भन्ने कुराहरू चाहिँ रोमीहरूले पनि थाहा पाएको होस् भनेर चाहिँ विशेष गरी मर्कुसको पुस्तकले चाहिँ रोमीहरूलाई चाहिँ लेखेको हामीले पाउने गर्दछौँ। जस्तै अब हामीले मत्तीको पुस्तकमा हेऱ्यौँ भने त्यहाँ धेरै वंशको कुराहरू लेखेको छ, किनभने उनीहरूले त्यो कुराहरूलाई मान्छ। तर हामीले मर्कुसको पुस्तकलाई हेर्छौँ भने त्यो पटक्कै पाउँदैनौँ, किनभने उनीहरू चाहिँ एकदमै काममा मात्र फोकस गर्ने व्यक्तिहरू हुन्छन्। त्यही भएर चाहिँ येशू ख्रीष्ट चाहिँ उनीहरूको लागि मात्रै नभएर चाहिँ हामी सबैको लागि आउनुभएको। उहाँहरूले चाहिँ एउटा राजा हुनुको लागि होइन, तर उहाँ चाहिँ काम पनि गर्न आउनुभएको। उहाँले चाहिँ यस्तो यस्तो काम गर्नुभयो भनेर चाहिँ धेरै परमेश्वर येशू ख्रीष्टको कामको बारेमा चाहिँ हामीले मर्कुसको पुस्तकमा चाहिँ लेखेको चाहिँ पाउँछौँ। अब चाहिँ तपाईँहरूको माझमा चाहिँ म के भन्न गइरहेको छु भने रूपरेखा मर्कुसको पुस्तकलाई चाहिँ हामीले कसरी चाहिँ विभाजन गरेको छ भन्ने कुराहरू चाहिँ तपाईहरुलाई चाहिँ म भन्नेछु। 1:14 देखि 8:26 सम्म चाहिँ के कुराहरू लेखिएको छ भने चाहिँ 1:14 देखि 20 सम्म चाहिँ येशूको प्रचार र चेलाहरूको बोलावटको बारेमा लेखेको छ। अनि 1:21 बाट 3:12 सम्म चाहिँ आश्चर्य कर्म र चंगाईको कार्यहरूलाई लेखेको छ। त्यसै गरेर 4:1 देखि 34 सम्म चाहिँ येशूको शिक्षाहरू र दृष्टान्तहरूको बारेमा लेखेको छ। त्यसै गरेर 4:35 देखि 5:40 मा चाहिँ प्रकृति र दुष्ट आत्माहरूको येशूको अधिकारको बारेमा लेखेको छ। 6:1 देखि 7:23 सम्म चाहिँ धर्मगुरु र शास्त्रीहरूको विरोधको बारेमा लेखेको छ। त्यसै गरेर 6:30 देखि 8:26 सम्म चाहिँ भिडलाई भोजन र आश्चर्य कर्मको कुराहरू चाहिँ लेखेको छ। त्यसै गरेर 8:27 देखि चाहिँ 10:52 सम्म चाहिँ के कुराहरू लेखेको छ भने 8:27 देखि 30 सम्म चाहिँ पत्रुसको घोषणा तपाई मसीह हुनुहुन्छ भन्ने बारेमा लेखेको छ भने 8:31 देखि 9:1 सम्म चाहिँ आफ्नो दुःख र मृत्युको भविष्यवाणी चाहिँ येशू ख्रीष्टले गर्नुभएको कुराहरू चाहिँ लेखेको छ। त्यसै गरेर 9:2 देखि 13 सम्म चाहिँ येशूको रूप परिवर्तन भएको कुराहरू, 9:14 देखि 10:52 सम्म चाहिँ चेलापन बारे शिक्षा चाहिँ उहाँले चाहिँ दिनुभएको कुराहरू चाहिँ लेखेको छ। अनि लास्ट अनि च्याप्टर 11 देखि 16 सम्म चाहिँ के कुराहरू लेखेको छ भने चाहिँ 11:1 देखि 11 सम्म चाहिँ यरुशलेममा येशूको प्रवेशको बारेमा लेखेको छ। 11:12 देखि 26 सम्म चाहिँ मन्दिर सफा गर्नुभएको कुराहरू चाहिँ लेखेको छ भने 11:27 देखि 12:44 मा चाहिँ
धर्मगुरुहरूको विरोधको बारेमा लेखेको छ। त्यसै गरेर 13को 1 37 चाहिँ यस सम्बन्धी अन्तिम समयका बारेमा भविष्यवाणीको कुराहरू लेखेको छ। त्यसै गरेर 14को 1देखि 52सम्म चाहिँ प्रभु भोज र यहुदाको धोकाको बारेमा चाहिँ लेखेको छ भने चाहिँ 14को 53देखि 15को 47मा चाहिँ महासभाको सामु मृत्युदण्डको बारेमा लेखेको छ। अनि 16 अन्तिममा चाहिँ पुनरुत्थान र येशू जीवित हुनुभएको कुराहरू चाहिँ लेखिएको छ। हुन्छ, धन्यवाद तपाईँहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुभयो। अनि आशा गर्दछु तपाईँहरूलाई यो भिडियोले अलिकति भए पनि हेल्प पुऱ्याएको छ भनेर। ल, थ्याङ्क यू फर वाचिङ, बाई बाई, टेक केयर।